जब विश्व सन् 2025 मा बाँचिरहेको छ, नेपाल भने विक्रम सम्वत 2082 मा छ। तर किन? विक्रम सम्वत एक पुरानो कालगणना प्रणाली हो जुन राजा विक्रमादित्यले ईसापूर्व 5758 अघि एक ऐतिहासिक विजयको सम्झनामा सुरु गरेका थिए भन्ने मानिन्छ। तर इतिहासमा हेर्ने हो भने यस्ता थुप्रै विक्रमादित्य थिए र कतिपय इतिहासकारहरू उनलाई पौराणिक पात्र ठान्छन्। नेपालमा विक्रम सम्वतको प्रयोग ठ्याक्कै कहिलेदेखि भयो भन्ने स्पष्ट छैन, तर पृथ्वीनारायण शाहको पालादेखि यसको सरकारी प्रयोग सुरु भएको मानिन्छ। आज पनि संविधान, अदालत, चाडपर्व, प्रमाणपत्रदेखि बोर्ड परीक्षा सबै विक्रम सम्वतको आधारित छ। ईस्वी सम्वतको प्रयोग विश्वव्यापी भए पनि नेपालमा भने विक्रम सम्वतको पात्रोले सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेको छ, किनभने नेपालमा मात्रै यो पात्रो प्रयोग हुने गर्दछ। अब प्रश्न यो छ कि के विक्रम सम्वत हाम्रो गर्व हो कि आधुनिकतामा आइरहेको पादक? तर सत्य के हो भने नेपालको आत्मा, इतिहास र पहिचान विक्रम सम्वत पात्रोमै लेखिएको छ। यस विषयमा हजुरलाई के लाग्छ? आफ्नो धारणा कमेन्टमा भन्नुहोला है त। अनि यस्तै तथ्य, रहस्य र इतिहासका लागि ट्रियोभर्स नेपाललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय नेपाल।